धरतीको रैथाने भूमि पुत्र मगर मौलिक संस्कार संस्कृति सभ्यताको सागर यो धरतीको रैथाने भूमि पुत्र मगर मौलिक संस्कार संस्कृति सभ्यताको सागर स्वाभिमान र इमानदार मगरको शान विविध भाषा वेशभूषा हाम्रो पहिचान प्रकृतिको रक्षधानी तोरतिर गौरवशाली इतिहास पुर्खा हाम्रो शिर हिमाल पहाड तराई एउटै साझा घर जय जय मगर जय जय मगर जय जय मगर जय जय मगर। माघे सङ्क्रान्तिको अवसरमा मगर समाजले आयोजना गरेको यस माघे सङ्क्रान्ति मेलामा उपस्थित भएका सबै मानवहरूलाई झोलले नमस्ते साथै माघे सङ्क्रान्तिको शुभकामना। अब हामी तुरन्त नै हाम्रो पूजातर्फ लागिरहेको छौँ। हामी मगरहरू पृथ्वी पूजक साथै प्रकृति पूजक हौँ। कुनै पनि हाम्रो कार्यक्रम सुरु गर्नुभन्दा अगाडि हामी हाम्रो पिता पुर्ख कुलपितृलाई सम्झेर अगाडि बढ्छौँ र हामी यही कार्यक्रमलाई पितृहरूलाई उहाँबाट आशीर्वाद दिने कार्यक्रम गरिरहेका छौँ। सम्पूर्णमा नमस्ते। सर्वप्रथम सबैलाई माघीको हार्दिक शुभकामना। अब हाम्रो यहाँ मगरहरू भनेपछि आदिमकालदेखि नै प्रकृति पूजक प्रकृति प्रेमी खेती किसान पशुपालन गर्दाखेरि त हामी प्रकृतिसँग नजिक भएको कारणले हाम्रो दाइले त्यही अनुसार प्रकृति पूजा गर्दै हुनुहुन्छ। हाम्रो यहाँ प्रकृतिको रूपमा सानो रूपलाई यहाँ पूजा गर्नु गइरहेका छौँ। त्यही अनुसार हामीले फुलहरू पूर्व पश्चिम उत्तर दक्षिण चढाउनुहुन्छ दाइले सुरुमा। त्यसै गरी हामीले यहाँ सर्वप्रथम अग्नि पूजा गरिसकेका छौँ। अग्नि अब हामीलाई हरेक कुरामा चाहिन्छ। अब यसपछि हामी दिशाहरूलाई पूर्व पश्चिम उत्तर दक्षिण गरी चारै दिशाहरूलाई पूजा गर्न गइरहेका छौँ। त्यसै गरी ढोलागिरी टिमलाई मञ्चमा उपस्थित हुनुहुन हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी दाइले हाम्रो अन्न पूजा गर्न गइरहेका छौँ। चारै दिशामा अन्न फाल्दै पूजा गरिरहनु भएको छ। र यसपछि अब हामीले एउटा प्रकृतिको मानव पूजक हामीले अक्सिजन दिने रुखलाई पूजा गर्न गइरहेका छौँ। दाइले ध्वजा रातो ध्वजा र सेतो ध्वजा गरी प्रकृतिलाई बानी दिनुहुन्छ। हाम्रो ग्रह दशा एकै ठाउँमा अड्किरहोस्, हामीलाई दुःख बिमार केही नपरोस् भन्नेको लागि। त्यसै गरी रातो ध्वजा अर्थात् हाम्रो मगरहरूको वीरताको चिनो र सेतो ध्वजा अर्थात् हाम्रो शान्तिप्रिय छौँ भन्नुको लागि रातो र सेतो ध्वजा चढाइसकेका छौँ। र प्रकृतिसँग हामी हाम्रो दुःखहरूलाई एकै ठाउँमा बाँधिराख्नु होला, हामीलाई दुःख कहीँ न कहीँ नआओस् भनेर पूजा गरेका छौँ। सबैलाई हात जोडी अन्तिममा प्रकृतिलाई पूजा गर्नुहुन नमन गर्नुहुन हार्दिक अनुरोध गर्दछु। म दाइको हातमा जिम्मा दिन चाहन्छु। अब हामीले पृथ्वीलाई पुज्यौँ, प्रकृतिलाई पनि पुज्यौँ र रीतिअनुसार अब अगाडि बढ्छौँ र हामीले हाम्रो रीतिअनुसार हामी खाना पकाएका छौँ हाम्रै भाइ बहिनीहरूले र हाम्रो जलहरू छानको पनि यहाँ व्यवस्था छ। र अब हामी यसलाई विसर्जन गर्नको लागि हामी खोला नदीतिर प्रस्थान गर्न लागिरहेका छौँ र हाम्रो यसमा साथ दिनुहुँदैछ हाम्रा ब्यान्ड बाजाले धौलागिरी नौमती बाजाको ग्रुपै हुनुहुन्छ हाम्रो मगर भाइहरू र उहाँले अगाडि बजाउँदै जानुहुन्छ र हामी पछि जाँदै हामी खोलामा नदीमा बगाएर फेरि यही स्थानमा पुनः आउँदैछौँ। अब हामी यो पूजा यही समापन भएको छ। यो पूजालाई हामी खोलामा गई विसर्जन गर्न गइरहेको छौँ। तसर्थ सम्पूर्ण आदरणीय
ऐच्छुक डाकिटोकीहरू हामीसँगै खोलामा गरियो पूजा गरेको यो सामग्रीलाई विसर्जन गरिदिनुको लागि म हार्दिक चाहन्छु। यसै पूजाको विसर्जनको क्रममा हामीलाई पूजाको यो सामग्री विसर्जन गर्नको लागि बाजाको समावेश जानेछौँ। यसै विसर्जनको क्रममा धन्यवाद दिन चाहन्छु। पूजा भइसकेको छ। यो पूजालाई हामी अब खोलामालाई विसर्जन गर्नेछौँ। यो पूजा गरेको यो पूजालाई हामी खोलामा विसर्जन गर्ने कार्यक्रम अगाडि बढाउनेछौँ। बाबा लड्नुहोस् है सोलोली त्योबाट फ्याँक्नुहोस्
पुरानो काम छ भकेको खोला फर्किँदैन भकेको खोला फर्किँदैन मौका आउँछ पर्किँदैन भने जस्तै आज हामी आफ्नो देश छोडेर पनि आफ्नो कला संस्कृतिलाई हामी भुल्न सकेका थिएनौँ, जसमा हाम्रो कला संस्कृति आफ्नो वेशभूषाका साथ नाच्ने गाउने आत्मीयता साट्ने र आफ्नो महान पर्व माघे सङ्क्रान्ति कार्यक्रम जुटाउने अवसर दिनुहुने माघे सङ्क्रान्तिका कार्यक्रमका मूल आयोजक आदरणीय माघे सङ्क्रान्तिका सम्पूर्ण कार्यक्रमहरूको हाम्रो मूल आयोजक आदरणीय माघे सङ्क्रान्तिको यो कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफलता एकरस्ता खटिनुहुने हाम्रा मगर समाज अस्ट्रेलियाका सम्पूर्ण कार्य समिति आदरणीय हाम्रा पूर्व निवर्तमान सम्पूर्ण कार्य समितिलाई धन्यवाद दिँदै हाम्रा यसै कार्यक्रमलाई भव्य र सभ्य रूपमा सहयोग गर्नुहुने हाम्रा स्पोन्सरज्यूहरू हुनुहुन्छ। हाम्रो टाइटल स्पोन्सर
सहभागी हुनुहुन्छ अरुण तामाङ कृपया स्टेजको अगाडि आइदिनु होला। सुदर्शन थापा मगर, हेमप्रति गुरुङ, विशाल तामाङ, जीवन थापा, वीरेन्द्र राणा मगर र वीरू थापा। टोटल 7जना खेलाडी मित्रहरूले चाहिँ आफ्नो नाम दर्ता गर्नुभएको छ 40+मा। अब हामी त्यति नै अब लेनदेन दौड सुरु हुँदै गइरहेको छ। झ्याली भयो नि भिडियोमा हेर्छौँ है हामीले। जीवन थापा जहाँ पनि हुनुहुन्छ होइन यो इनिसिएटिभ फर द फिटनेस 2025 मा फिटनेस हुने होइन, हेल्थी एन्ड ह्याप्पी लाइफ बनाउने सोचले अगाडि बढ्ने। अनि हेर्नुहोस् हाम्रो पुर्खाले कति सोचेर राखेको थियो रहेछ, हेल्थ भनेको सबभन्दा इम्पोर्टेन्ट चिज भनेर। त्यही कारणले हेलो एकदम राम्रो भरत नेपाली अब हाम्रो केही समयपछि नै जसलाई आफ्नो नाम टिपाउनु भएको छ त्यो यस्तो स्टेजमा आइदिनु होला। अब हामी छिट्टै सटफुट नाम लिस हुनुहुन्छ नील बुढाथोकी मगरज्यू, सुपर गुरुङ, दिपेन्द्र थापा। जति पनि सटफुटमा नाम नील बुढाथोकी नो वार्म अप तपाईँहरू आफै तन्काएर बस्नु होला। नो वार्म अप फर्स्ट प्रतियोगिता हुनुहुन्छ, उहाँलाई जोरदार तालीले स्वागत गरिरहला। हाम्रो छमा हुनुहुन्छ दिपेन्द्र थापा मगर, उहाँलाई जोरदार तालीले स्वागत गरिरहला। तालीले स्वागत गरौँ। स्वागत गरिदिनु होला। राम्रो प्रयास थियो। आउँदै हुन्छ भरत शिल्पाले राम्रो
अनि पहिलाको पालि भेनाहरूसँग कस्तो रमाइलो भएको थियो यो पालि पनि भेनाहरू आउनुहुन्छ होला नि जाउँ न यो पालि पनि हेर यिनीहरू त भेना भेट्नु नपर्नेको यहाँ हेर
रे